एउटा जादु हेर है। अब धागोवाला छिटो हुन्छ नि त हैन? हजुर ल एकजना यो चेक गरिदिनुस् त धागो कतै कट्या छैन नि? अलिक ठाउँ बनाउनुस् प्लिज, अलिक ठाउँ बनाउनुस् न धेरै। यो पहिला एकदम केयरफुली चेक गर्नु कतै कट्या छैन नि? हैन कट्या ठीक छ सर्लो छ है। ल हेर्नुस् यो धागो प्लास्टिकको धागो हैन? सरले चेक गरिसक्नु भएको छ, कतै पनि कट्या छैन, कतै पनि कट्या छैन, एकदम अब घुमी घुमी म हेराउँछु है। यो एकदम सिङ्गो धागो छ, कुनै सरलाई मेमलाई शङ्का लाग्छ भने लिएर चेक गर्न सक्नुहुन्छ है। चेक गर्नुभयो हजुर? कतै कट्या छैन नि त? कतै पनि कट्या छैन। फेरि म हजुरलाई चेक गर्न दिन्छु, ठिक छ? अब हेर्नुहोस् यसरी म गर्छु है, ध्यान दिनु होला। म यसरी गरेँ होइन? यसरी गरेर म यसरी यहाँ सरसँग काट्न लगाउँछु होइन? सरले यहाँ काट्नुहुन्छ भने यो यहाँ काट्नुहुन्छ भने ठ्याक्कै आधी आधीमा कट्छ वा अलिकति सानो ठुलो हुनसक्छ। अब सरले कैँची लिनुभएको छ, सरले काट्नुहुन्छ, म घुमी घुमी यसरी हेराइरहेको छु, तपाईँहरू हेर्नुहोस् होइन? सर तपाईँ यहाँ काट्नु माथि सबैले सरले काटिदिनु भएको छ धागो होइन? काट्नु भएको छ अलिकति सानो ठुलो पनि, तर यहाँ कटिया छैन। अब यो प्लास्टिकको धागो हो, सरले पनि टाइट गरिदिनु। यता घुमेर नि देखाउनुहोस् है सर। ल ल घुमी घुमी कैँची म राखिरहेको छु है। नभन्नु होला कि सरले ब्यागबाट नै चेन्ज गरिदिनु भयो धागो भनेर होइन? धागो अलिक टाइट गरिदिनु टाइट। ल सर तपाईँले त काट्नु भएको छ होइन? अनि टाइट अलिकति बेसरी तान्यो भने फुट्केर बाहिर जान्छ। सरले काटिदिनु भएको छ, तपाईँहरू प्रत्यक्ष राख्नु भएको छ होइन? कट्या छ नि? सरले काटिदिनु भएको छ, हजुरले चेक गर्नुभएको थियो। म पुनः यो जोडेर सिङ्गो त्यस्तै बनाइदिन्छु र सरलाई नै चेक गर्न दिन्छु र कहाँ कट्या थियो तपाईँ बताउनु होला, ठिक छ? ल अब यो शिक्षकको कलममा ताकत छ, धागो यही छ। फेरि एकपटक म यो पकेटबाट यसरी पेन ल्याएको थिएँ शिक्षकको कलममा ताकत छ भन्नलाई, अनि एकजना के भन्नुभयो कि तपाईँ त पकेटबाट नै चेन्ज गरिदिनु भयो भनेर आरोप लगाउनु भयो। तर होइन सर, यो म बेरिसकेँ होइन? यहाँ बेरिसकेपछि यो धागो चेन्ज हुन सक्दैन। अब यहाँ गाँठो पारेको भाग यही छ, भित्र छ होइन? शिक्षकको कलममा ताकत छ। फेरि नभन्नु होला कि पकेटबाट सर चेन्ज गरिदिनु भयो भनेर होइन? शिक्षकको कलममा ताकत छ होइन? सर फु गरिदिनु। सरले काट्नु भएको छ, तपाईँ चेक गर्नुहुन्छ, कहाँ कट्या छ हजुरले बताउनुपर्छ है। फु गर्नु फु। अब गाँठो पारेको भाग यही छ, अझ म बेरिसकेँ होइन? अब फेरि नभन्नु होला कि सरले पकेटबाट चेन्ज गर्दै हुनुहुन्छ भनेर। शिक्षकको कलममा ताकत छ, धागो यही छ नि सर? शिक्षकको कलममा ताकत छ। शिक्षक एकता जिन्दाबाद, हाम्रो माग पुरा हो। हजुरहरू पनि शिक्षक शिक्षिका हुनुहुन्छ, हजुरहरूको कलममा पनि ताकत छ र यो ताकत सरकारले बुझ्नुपर्छ। यदि ताकत बुझेन भने यो देशको भलो हुनेवाला छैन। त्यसकारण यो कलमको ताकत सरकारले बुझ्नै पर्छ र बुझ्छ पनि। सरकारले नै गाँठो फुकाउनै पर्छ। अब हेर्नुहोस् न, ल मैले धागो चेन्ज गरेका छैन होइन? नभन्नु होला कि सरले धागो चेन्ज गरिदिनु भयो। सर फु गरिदिनु, सर फु। हजुरले त चेक गर्नुभएको थियो, हजुरको परिचय होस् न, कहाँबाट आउनु भएको छ? नवलपुरबाट। हजुर कुन जिल्लाबाट? बागलुङबाट। ल तपाईँ एकदम बिस्तारै तानेर सबै सरहरूलाई, गुरुज्यूहरूलाई, गुरुआमाज्यूहरूलाई सबैलाई हेर्ने गरी ल तान्नु। ज्वाइन भइसक्यो अनि हेराइदिनुहोस् न, ताली बजाउनु। हेराइदिनुहोस्। पहिला पनि चेक गर्नुभएको थियो, कहाँ कट्या छ ल चेक गरेर बताइदिनुहोस्, तानेर हेराइदिनुहोस्। कसरी हेर्नुहोस्, ज्वाइन भइसकेको छ। सर काट्नु भएको थिएन?